Hey, what's up guys, welcome back to my YouTube channel. Welcome to my night vlog. अनि म यो नाइट भ्लगमा चाहिँ हैन यहाँको रातिको के भन्छ नाइट भ्यूहरु देखाउँछु। यहाँको मान्छेहरु अरे के भनेको यो आर्टिस्ट पनि के हाल्यो के बनाएको हैन गाइज। बाल के भन्छ बाल श्रम नगराम यसरी श्रम गराउनु हुँदैन। हाम्रो नेपालतिर त गर्दैन, यतातिर त बच्चालाई काम गराउँछ हैन। बुढोहरु चाहिँ बसिरहेको छ यहाँ। आजको भ्यू यस्तै छ हैन, चारैतिर नराम्रो 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 नराम्रो। अनि पछाडिबाट चाहिँ राम्रो सामान यता छ कहाँ एक सामान भनेपछि फेरि के भन्नु जे पनि राम्रो कुरा हैन। अनि अहिले चाहिँ म मेरो छुट्टी भयो। छुट्टी हुने बित्तिकै म यहाँ धेरै दिन भएको थियो भ्लग नबनाउने। छुट्टी हुने बित्तिकै आज चाहिँ भ्लग बनाउनु पर्छ भनेर हैन पुरै जोस जागरको साथ यिनीहरूले हल्ला गरेर फेरि बनाउनै दिँदैन भिडियो। अनि के भन्छ आज चाहिँ त्यति धेरै नघुम्ने। यहाँबाट यो यताको राउन्ड जान्छु अनि त्यताको राउन्डमा के छ हामी सबै मिलेर सँगै मिलेर हेर्नुपर्छ हैन। त्यो भन्दा पनि अगाडि मैले देखिसकेँ मेरो यो चस्मा लाएर मैले देखिसकेँ हैन। त्यो ट्याप्प लाएर भनेपछि चस्मा लाएर मैले देखिसकेँ। यता डलहरू म त उताको डल भनेर उठ्को रहेछ। यहाँ चाहिँ सबै नाकमुख आँखा नभएको छ। गाई चाहिँ म कुन गल्लीमा आइसकेँ होइन मलाई पनि थाहा छैन। घुम्दा घुम्दै यो गल्ली अब तर हराउनु पनि सक्छु होइन, हराउने चान्सेस पनि धेरै छ। तर हराएपछि त भेटिन्छ नि होइन। अनि फेरि म त एकैछिनमा भेटिहालिदिन्छु क्या। म हराए पनि ठाउँमा पुग्छु क्या, त्यसैले डर छैन मलाई। आरामले जान्छु। अनि यहाँ मेरो पछाडि होइन चिया पसल, यताको चिया पसल यस्तो हुन्छ गाइस। मेरो पछाडि देखियो कि देखिएन। कता कताको फुटपाथबाट निस्केर होइन म त कहाँ गल्ली गरेर फुटबाट निस्केर अहिले मार्केटतिर आइपुगेँ। यतातिर जाउँ कि यतातिर जाउँ। चारवटा बाटो भयो होइन, तिनतिर भयो बाटो। कहाँ जाउँ भयो। अब आज चाहिँ के गरौँ एकछिनै म सोच्दैछु गाइज। म चाहिँ यहाँ बस पार्कमा आइपुगिसकेँ होइन। यहाँ देखाउँदैछ के देखाउँदैछ। जे देखायो भने अहिले चाहिँ पुरै ग्रिन भयो, रेड भयो। एकछिन अब यही हेर्ने ल हामीहरू के हुँदो रहेछ। ए फाइनली म यहाँ बस पार्कमा आइपुगिसकेँ। अब केही छैन, बस पार्कमा आइपुगिसकेँ म। अब यहाँबाट कुर्लाबारी जाने बस खोज्छु अनि त्यो बसको टिकट काटेर घर जान्छु। भरेसम्म त घर आइपुगिहाल्छु नि कुर्लाबारीतिर। नो टेन्सन, कुर्लाबारी म आउँदैछु। लोको ब्याकग्राउन्ड चाहिँ भन्यो भने दामी आइरहेको छ होला होइन, मलाई थाहा छैन किनकि मेरो त जहिले म हुँ यत्तिकै हाल्नेछु। कस्तो आयो सुनको मजुर, यसको म पुरै निकाल्छु एकछिन है। ए यस्तो छ है साथीहरू। यहाँ त फेरि के लेखेको यो मजाले निस्किन्छ होइन। यहाँ के गरेको भनेर पनि आउँछ। यहाँबाट म गाडी समात्छु अनि जाने हो। त्यसपछि चिन्ता गर्नु पर्दैन गाडीहरू होइन, यहीँबाट जाने। अर्को ब्याकग्राउन्डमा फाइनली मेरो गाडी पनि आइसक्यो होइन। अब गाइज यही यहाँको साथीहरूसँग होइन म पनि जान्छु। अब यहाँबाट म पनि अब उल्लाबारी जान्छु। अब यहाँदेखि सुरुमा कहाँ पुऱ्याउँछ, काठमाडौँ पुऱ्याउँछ होला। काठमाडौँदेखि अनि उल्लाबारी जान्छु हामीहरू होइन। हामीहरू सबै साथीहरू भेला भइसक्यो, म र मेरो ग्याङहरू पछाडि। तर मेरो ग्याङहरू चाहिँ अहिले मसँग रिसाइरहेको छ होइन, त्यति बोल्दैनन्। अनि त्यसैले म पनि यिनीहरूलाई छोडिदिएको, त्यति भाउ दिँदिनँ, यत्तिकै गइरहेको छु। तिमीहरू जाऊ म एकछिनमा आउँछु। सबैलाई बाई गरिदिनुपर्छ होइन। जाऊ तिमीहरू जाऊ, म एकछिनमा आउँछु केटाहरू। गाइज यहाँ चाहिँ होइन यस्तो पेन्टहरू छ, यस्तो पेन्टिङहरू होइन। मेरो भाइले कपीमा यतिकै पटाक गरेर कोर्दाखेरि बनिन्छ नि हो त्यही पेन्टिङहरू। यहाँ म उता घरमा कराउँथेँ यस्तो नबना, यो सबै कपीमा कोरेर है पेज मात्रै सत्यानाश भयो भनेर कराउँथेँ होइन। यहाँ आएर थाहा भयो यो त आर्ट रहेछ, आर्ट भनेर होइन। मेरो भाइ त आर्टिस्ट रहेछ आज थाहा भयो मलाई। अब आजको लागि चाहिँ यति नै भिडियो होइन, किनकि अब रुममा गएर यो भिडियो एडिट गरेर हाल्नु पनि पर्नेछ। अनि मेरो छुट्टीमा बनाएको मैले ड्युटीबाट आउने बित्तिकै बनाइदिएको सिर्फ तिमीहरूको लागि भनेर गाइजहरू। त्यसैले अब गएर ड्याङ्गे बनाउँछु अनि ठ्याक गरेर अपलोड पनि हुन्छ होइन।
अनि अब यहाँदेखि चाहिँ के भयो भन्दाखेरि सर अप्ठ्यारो कुरा चाहिँ म यति धेरै घुमेँ कि अब मेरो रुम जाने बाटो ओरिजमै रुम जाने बाटो कहाँ छु त म जस्तै भइरहेको छ तर मलाई थाहा भयो म कहाँ छु भनेर होइन एक स्टेप उता हो मेरो रुम मलाई थाहा भयो त्यसैले त्यतिबाट जाने यस्तो हुन्छ कभी कभी होता होइन त्यसैले त जहिले हिँड्नुपर्छ अनि जति धेरै हिँड्नु त्यति थाहा हुन्छ बाटोहरू सेम अनि त्यही हो मेरो अब म जाँदैछु मलाई कसैले रोक्नु सक्दैन म जाँदैछु ल गाइज अब सी यू इन नेक्स्ट ब्लग त्यति बेलासम्मको लागि स्टे ट्युन गाइज